गुड मर्निङ फ्रम सेलेघाट रामेछाप है त। अहिले चाहिँ हामी हिजो बेलुका यहाँनिर आएर यहाँ पछाडि आएर बस्यौँ सेलेघाट रामेछापको मण्डलीमा। अहिले हामी यहाँ 6 बजे बिहानको अब यहाँबाट हामी हिँड्दैछौँ शमशेर अङ्कल, सरोज मामा, सुरेश दाइ र म। हामी तल गएर बजारमा अरूहरू पनि हुनुहुन्छ, हामी त्यहाँ गएर भेट्नेछौँ र बाटोको यात्रामा के हुन्छ कस्तो हुन्छ अनि हजुरलाई देखाउनेछु। हाम्रो यात्रा चाहिँ हामी हिजो घरबाट यहाँ आइपुग्यौँ और यहाँबाट चाहिँ हामी झापा जाँदैछौँ है त। ल अहिले यस्तो बाटो देख्न सक्नुहुन्छ, पुरा होस् नेपालको सबैभन्दा महँगो रोड होइन सुरेश दाइ। होइन अहिले चाहिँ हामी यहाँ कहिले हुस्सु ननिप्ने ठाउँमा आइपुग्यो है सुरेश दाइ। हुस्सुले हामीले यहाँको त्यहाँ बाइक पनि देख्न सकिरहेको छैनौँ, डेन्जर हुस्सु लाग्ने चाहिँ। यहाँ मेरो हालत हेर्नुहोस्, यहाँ मेरो हालत यहाँ है चस्माले है सिन्धुली गरी गाउँ यही बाटो नै जाने हामी। ए डेन्जर त है आमामालाई वीरहरूको साइड, वीर साइडहरूको मोटो कुन हो यो? पहाडको सकिएछ, हातैतिर लागिहालेछ होइन। लागिको सकिएछ। सो अहिले चाहिँ हामी भीमाटार बजार सिन्धुलीमा आइपुग्यौँ र यहाँ देख्न सक्नुहुनेछ यहाँनिर है टक्कला उतापट्टि चाहिँ यहाँ उता चाहिँ बर्दिवास होइन, बर्दिवास जाँदैछ। अब हामी यहाँ कटारी, गाईघाट, चतरा, धरान पनि यही बाटो नै जाँदैछ है। ल हामी अब यहाँबाट छिर्दैछौँ। हामी अब अलिकति परतिर आउँदै हुनुहुन्छ अनि यहाँबाट चाहिँ एकजुट भएर जाने हिसाबले हामी यहाँबाट अगाडि बढ्दैछौँ। यहाँ सबै यहाँ हाम्रो टोलीहरू अगाडि यहाँ वेट गर्दै हुनुहुन्छ है त। अनि यहाँबाट चाहिँ कहाँ जाने रहेछ भने यता बर्दिवास भइहाल्यो, यस साइडमा सिन्धुली, यताउता काठमाडौँ चाहिँ यो साइड जाने रहेछ है त। यहाँबाट यो चाहिँ विमान खोलाको पुल। ल हामी सबैजना गाईघाट बजार आइपुग्यौँ। त्यो न सुरेश है, यो चाहिँ गाईघाटको मेन चोक, क्लब टावर पनि रहेछ है त यहाँ। गाईघाट चोक। सो अहिले चाहिँ हामीले यहाँ पछाडि खानासाना खायौँ र अब यहाँनिर गाईघाटको ड्रोनबाट हजुरहरूलाई गाईघाटको दृश्य हजुरलाई देखाउँछौँ है त। यता गाईघाट भयो, हामी अलि यता आएर खानासाना खायौँ है त। ल अब ड्रोन सट हान्नुपर्छ है मामासिरी। अब हामी यहाँ सर हजुरहरूलाई यो गाईघाटको ड्रोन सटबाट देखाउनेछौँ है त।
हल्का पानी परेको थियो हामीले यहाँ ड्रोन सट पनि हान्यौँ अब हामी यहाँबाट जानेछौँ है त ल जाउँ जाउँ ए तामाकोसी सुनकोसी यही हो खोला अहिले हामी यहाँनिर कोसीको बिचमा तलतिर ठुलो है फ्ल्याट पुरै ल अब हामी यहाँबाट जाउँ 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 सो अहिले चाहिँ हामी यता यहाँ आएर बस्यौँ हामी हल्का थकाइसके लगाएर हामी एकछिन रेस्ट गर्दैछौँ अब फोटोसोटो ग्रुप फोटो खिचेर यहाँबाट हामी जानेछौँ है त अहिले चाहिँ हामी ठाउँको नाम एक्ज्याक्टली थाहा चाहिँ छैन यहाँ देख्न सक्नुहुन्छ रिक्सा के रहेछ जस्तो यसको नाम सानो सानो टेम्पो होइन अटो थाहा छ है पुरै अटो रहेछ है त यो कुन ठाउँ हो एक्ज्याक्टली थाहा छैन हामीलाई चाहिँ लगभग हामी धरानको बाटो हुँदै जाँदैछौँ है त अहिले चाहिँ हामी झापा दमकमा आइपुग्यौँ हाम्रो हालत यस्तो छ है आमामामा धुलोले देख्न सक्नुहुनेछ यस्तो भयो आमामा अझै अरू आउँदै हुनुहुन्छ हामी यहाँ आइपुग्यौँ मेरो हालत कस्तो भयो मैले हेरेको छैन है त्यस्तो छ है पुरै यस्तो भएको छ ल अब हामी यहाँबाट एकसाथ भेला भएर फेरि यहाँबाट जानेछौँ है त सो अहिले हामी झापा दमकमा आएर एकछिन बस्यौँ सबैजना धुलो मिलो भएर आमामा बाटोमा है धुलो त्यस्तै अब हामी यहाँबाट जानेछौँ है त यस्तो हालत ल हामी यहाँ आइपुग्यौँ लगभग अब आइपुग्न लाग्यौँ ल है त यहाँ चाहिँ के हो मेला हो कि के हो है आई डोन्ट नो मेला है के रहेछ यहाँ चाहिँ है यहाँ ऊ टिकटक स्टारहरूको यहाँ चलिरहेछन् के हो मेला हो के हो यो मेला हो ल ल ल ल ल यहाँ चाहिँ मेला रहेछ है त आज कसलाई सोध्ने के मेला हो भनेर आमा हातसँग हिँड्छन् यसरी खै त कहाँ के छ यहाँ चाहिँ आज मेला रहेछ है त कुन ठाउँ हो थाहा नै छैन है टिकटक स्टारहरू टिकटक सेलिब्रेटीहरू ल आमामा ल है त सबै निबा निबी मात्रै छन् त निबा निबीको मेला हो यो सुरेश दाइ लौ न आमामा आज यो सबै यो टिकटक बनाउने मेला हो क्या टिकटक भिडियो बनाउने मेला जस्तो लाग्यो त्यहाँ भन्न बाहेक त अरू केही छैन ए अगाडि रहेछ नि त है ल ल ल आमा चमक चमक चमकै हिँडेका छन् सबजना हेर्नु त हो सोध्ने है क्या है ल ल ल ल ल आमामा के हो त सबै त्यो हो कि क्या हो ए सामानहरू किनबेच मेला मेलामा चाहिँ पनि भएको थियो एकचोटि ल बाजा साजा ओ उता हेर्नु त हो उता अलिकति देखाउनु न ल हेर्ने क्या हामी म यहाँ जान्छ होइन जान्छु त कुन चाहिँ डान्स हो यो सोधौँ न है ल है त कुन चाहिँ डान्स हो यो आई डोन्ट नो है लुक एट दिस बिहानी सङ्ख्या युवा क्लबबाट गराएर रहेछ है त यही रहेछ है त मेला डान्स सान्स हेऱ्यौँ त्यहाँनिर त्यहाँ त्यो हुँदै रहेछ सबजना हिरो हिरोइन बनेर आएको छ नि त आज त है ल यहाँनिर मेला पनि रहेछ तपाईँहरूलाई हामी यहाँ आएको यो सबै प्लस मेलाको पनि हजुरहरूलाई देखाउनेछौँ है त यहाँ अगाडिको मेला रहेछ होइन के डान्स त खतरा गरे त हामीले आउँदाखेरि त तपाईँहरूले पनि देख्नुभयो डान्स
थारू डान्स हो है त। अब हामी यहाँ उठाउनेछौँ पहिला। बैठकमा भएका निर्णयहरू म सुनाउन गइरहेको छु। सुनिदिनु हुन अनुरोध गर्दै हामीले 5 वटा प्रस्ताव यहाँहरू माझमा राखेका थियौँ। 5 वटा प्रस्तावलाई हामीले पारित गरिसकेका छौँ। मात्रै निर्णय सुनाउन गइरहेको छु। पहिलो नम्बरमा चाहिँ मनोनित सदस्य सम्बन्धमा झापा र मोरङबाट सदस्य मनोनित सम्बन्धमा झापा र मोरङ जिल्लाबाट है। र अर्को आर्थिक सम्बन्धमा अर्को बैठक कहाँ हुने सम्बन्धमा अर्को 4 नम्बरमा पुस्तक समीक्षा जाँच सम्बन्धमा र 5 नम्बरमा भ्रमण तथा सुसमाचार सम्बन्धमा हामीले 5 वटा प्रस्ताव राखेका थियौँ। हामीले निर्णय यसरी गरेका छौँ। प्रस्ताव नम्बर 1 माथि व्यापक छलफल गर्दा यस माझी मातृभाषा बाइबल अनुवादन समितिमा झापा जिल्ला र मोरङ जिल्लाबाट तपसिलका व्यक्तिहरूलाई उक्त समितिमा मनोनित गर्ने भनी सर्वसम्मतिबाट निर्णय पारित गरियो। तपसिलमा झापा जिल्लाबाट पास्टर जितबहादुर माझी, झापा जिल्लाबाट पास्टर निरकुमार माझी र मोरङबाट डिकन रमेश माझी एकजना आउन बाँकी रहेको कुरा यहाँहरूलाई जानकारी गराए। र प्रस्ताव नम्बर 2 को चाहिँ प्रस्ताव नम्बर 2 माथि छलफल गर्दा यस माझी मातृभाषा बाइबल अनुवादन समितिलाई सञ्चालन गर्न गराउन आर्थिक आवश्यक पर्ने भएकोले आर्थिक मुख्य स्रोत नेपालभरि रहेका माझी समुदायले सञ्चालन गरेको मण्डली व्यक्तिहरू र सङ्घ संस्थाहरूबाट सहयोग लिन सकिने हुँदा यसैलाई आधार मानि आर्थिक नीति तय गर्ने भनी सर्वसम्मतिबाट निर्णय पारित गरियो। प्रस्ताव नम्बर 3 माथि छलफल गर्दा यस माझी मातृभाषा बाइबल अनुवादन समितिको अब हुने बैठक मिति 2082 मङ्सिर 17 गते बुधबार मकनपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर 3 आराधना चर्च डोलबारी चिरुवामा हुने भनी सर्वसम्मतिबाट निर्णय गरियो। र अर्को प्रस्ताव नम्बर 4 माथि छलफल गर्दा यस
माझी मातृभाषा बाइबल अनुवादन समितिले जुन अनुवादक टिमले तयार गरिएका पुस्तकहरू समीक्षा जाँच चाहिँ माझी भाषा भएको जिल्ला रामेछाप भएकोले रामेछापको विभिन्न स्थानमा गर्ने भनी निर्णय पारित गरियो र प्रस्ताव नम्बर 5 माथि छलफल गर्दा यस माझी मातृभाषा बाइबल अनुवादन समितिको अगुवाईमा भ्रमण तथा सुसमाचार वार्षिक कार्यक्रम अन्तर्गत यसपालि पूर्व साइटको उदयपुर, सुनसरी, मोरङ, झापा, इलामका जिल्लाहरूमा भ्रमण तथा सुसमाचार कार्यक्रम र भेटघाट गर्ने भनी निर्णय गरियो र आजको बैठक यसै समितिका अध्यक्ष तथा रेभरेन्ड फादर बलवीर माझीले प्रार्थनाद्वारा समापन गरियो।